आजको वचनको विषय मानिसलाई किन परमेश्वरको आवश्यक छ। पहिलो कुरा, मानिस परमेश्वरसँग रहनको निम्ति बनिएको प्राणी। जब मानिस बनियो, परमेश्वरले पहिलो मानिस आदम र हव्वालाई बनाउनु भयो अनि उनीहरू परमेश्वरको साथमा थिए। किनभने परमेश्वरले आफ्नै साथमा राख्नको निम्ति बनाउनु भएको थियो, आफूसँगै रहनको निम्ति। अनि मानिसलाई चिन्ता थिएन, फिक्री थिएन, हैन, आनन्दै थियो। भोक प्यास थिएन, मृत्यु थिएन, अभाव थिएन, किनभने मानिस परमेश्वरसँग थियो। तर जब मानिसले परमेश्वरले दिनुभएको आज्ञालाई उल्लङ्घन गरे, परमेश्वरले नगर्नु भनेको काम जब मानिसले गर्यो अनि मानिस परमेश्वरदेखि टाढा भयो। जब पाप गर्यो मानिसले अनि मृत्यु आयो, श्राप आयो, दोष आयो अनि परमेश्वरसँग मानिस रहन सकेन। तर मानिसलाई त परमेश्वरले आफूसँगै रहनको निम्ति बनाउनु भएको थियो। अनि आज हरेक मानिसलाई परमेश्वरको आवश्यक छ। परमेश्वर मानिससँग नभएको कारणले गर्दाखेरि, जब परमेश्वरदेखि मानिस टाढा भयो अनि त्यो टाढा भएको कारणले गर्दाखेरि आज मानिस शैतानको जालमा छ। आज मानिस परमेश्वरदेखि टाढा भएको कारणले गर्दाखेरि मानिस अशान्तिमा छ, मानिस नराम्रो कुलतमा फसिरहेको छ। किन त भन्दाखेरि कारण एउटै छ, परमेश्वरको साथमा मानिस नभएको कारणले गर्दाखेरि। परमेश्वर मानिससँग नभएको कारणले गर्दाखेरि। त्यसकारण तपाईलाई म भन्न चाहन्छु, यदि हामी यो सबै कुराबाट मुक्त हुनु छ भनेपछि परमेश्वर तपाईसँग हुन जरुरी छ। आमेन। परमेश्वर आज हरेक मानिससँग हुन जरुरी छ। त्यसकारण आज हरेक मानिसलाई, संसारमा भएको एक एक मानिसलाई परमेश्वरको आवश्यक छ। आज तपाईले देखिराख्नु भएको छ, संसारमा मानिस कति दुःखमा छ, कति समस्यामा छ, कतिजना जेलमा छ, विभिन्न अपराध गरिरहेका छन्, मानिस पापमा फसिरहेको छ। किन त भन्दाखेरि परमेश्वर नभएको कारणले गर्दाखेरि मानिससँग। त्यसकारण आज हरेक मानिसलाई यदि ऊ ती सबै खराबीबाट मुक्त हुन चाहन्छ भने परमेश्वर हुनुपर्छ मानिससँग। हालेलुया। परमेश्वर बिना मानिस अधुरो छ प्रियहरू। परमेश्वर बिना मानिस एक्लो छ। परमेश्वर बिना मानिस असफल छ। त्यसकारणले गर्दाखेरि आज यति कुराहरू तपाईले संसारमा भएको देखिराख्नु भएको छ, जुन कुराहरू असल छैनन् प्रियहरू मानिसले गरेको। त्यसकारण हरेक मानिसलाई परमेश्वर चाहिन्छ प्रियहरू। अघि नै मैले तपाईलाई भने, जब परमेश्वरले मानिसलाई बनाउनु भयो, मानिस परमेश्वरसँग थियो जबसम्म, तबसम्म मानिसमा कुनै खराबी थिएन, कुनै दुःख थिएन, समस्या थिएन। तर जब मानिस परमेश्वरदेखि टाढा भयो अनि समस्याहरू आयो, जब मानिसले परमेश्वरबाट टाढा हुने काम गर्यो अनि मृत्यु आयो, मर्न पर्यो, मानिस दुःख आयो जीवनमा। अनि आज यो सबै कुराबाट यदि मानिस मुक्त हुन चाहन्छ भने उसलाई परमेश्वर चाहिन्छै चाहिन्छ। अनि आज मानिससँग धन सम्पत्ति
आइस आराम भए तापनि ऊ खुसी छैन, ऊ दुःखमा छ, ऊ सुरक्षित छैन। जतिसुकै धन सम्पत्ति आइस आराम पैसा जति भए तापनि ऊ सुरक्षित छैन, ऊ निष्फिक्री छैन प्रियहरू, ऊ भित्र शान्ति छैन। किन त भन्दाखेरि उसको साथमा उसलाई बनाउने परमेश्वर छैन। परमेश्वर नभएको कारणले गर्दाखेरि जुन सुरक्षा, जुन शान्ति परमेश्वरले दिनुहुन्छ त्यो संसारको धन सम्पत्तिले, आइस आरामले दिन सक्दैन। त्यसकारण आज हरेक मानिसलाई परमेश्वरको आवश्यक छ प्रियहरू। परमेश्वर चाहिन्छ आज हरेक मानिसलाई। आज परमेश्वरले यो वचन किन दिनुभयो? प्रिय तपाईलाई म भन्न चाहन्छु, परमेश्वरले आज तपाईलाई यो वचन किन दिनुभयो? परमेश्वर तपाईसँग रहन र तपाईँ परमेश्वरसँग रहनको निम्ति हो। हालेलुया। यो वचन परमेश्वरले तपाईलाई दिनुभएको होइन भने जब मानिस परमेश्वरसँग रहने छैन, मानिसको जीवनमा विभिन्न कष्ट र समस्याहरू आइपर्नेछन्। शैतानले मानिसलाई दुःख दिनेछ, समस्यामा पार्नेछ, मृत्यु ल्याउनेछ मानिसको जीवनमा। अनि आज जतिले यो वचनमा विश्वास गरेर परमेश्वरलाई पछ्याइरहेका छन् उनीहरू त्यो सबै समस्याबाट मुक्त छन्। हालेलुया। पूर्ण रूपमा विश्वास गर्नेहरू, पूर्ण रूपमा परमेश्वरलाई पछ्याउनेहरू। त्यसकारण आज हरेक मानिसलाई परमेश्वरको आवश्यक छ प्रियहरू। परमेश्वर चाहिन्छ आज हरेक मानिसलाई। प्रियहरू, तपाईलाई एउटा कुरा भनौँ, तपाईको जीवन नै तपाईको हातमा छैन, परमेश्वरको हातमा छ। त्यसकारण तपाईलाई परमेश्वर चाहिन्छ। हालेलुया। हाम्रो जीवन हाम्रो हातमा छैन प्रियहरू, परमेश्वरको हातमा छ। त्यसकारण हामी सबैलाई परमेश्वरको आवश्यक छ, परमेश्वर चाहिन्छ प्रियहरू। अनि तपाईसँग परमेश्वर हुनुहुन्छ भने तपाईलाई म भन्न चाहन्छु, यदि तपाईसँग परमेश्वर हुनुहुन्छ भने तपाई सफल व्यक्ति हो। हालेलुया। तपाई सुरक्षित व्यक्ति हो, तपाई आशीषित व्यक्ति हो। आमेन। किनभने जसको साथमा परमेश्वर हुनुहुन्छ भने उसको साथमा, उसको जीवनमा यो सबै कुरा छ प्रियहरू। सुरक्षित दिने परमेश्वर हुनुहुन्छ, आशीष दिने परमेश्वर हुनुहुन्छ, तपाईलाई सफल बनाउने परमेश्वर हुनुहुन्छ। हालेलुया। अनि आज हरेकलाई परमेश्वरको आवश्यक छ। तपाईले दाउदको जीवनमा हेर्नुभयो भने दाउद यस्तो व्यक्ति थिए, जतिसुकै दुश्मनहरू लड्न आए पनि एकैचोटिमा सबैलाई सिद्धाइदिन्थे दाउद राजाले। किन त भन्दाखेरि दाउदसँग परमेश्वर हुनुहुन्थ्यो। हालेलुया। दाउद राजासँग परमेश्वर भएको कारणले गर्दाखेरि जतिसुकै दुश्मन आए तापनि उनीलाई लडाउन सक्दैनन् प्रिय, उनी सबैमाथि विजय हुन्थे। त्यसकारणले आज तपाईलाई पनि परमेश्वर चाहिन्छ प्रिय। तपाई शारीरिक रूपमा, आत्मिक रूपमा विजय हुनको निम्ति तपाईलाई परमेश्वर चाहिन्छ प्रिय। तपाईसँग परमेश्वर हुनुपर्छ, जसरी दाउद राजासँग परमेश्वर हुनुहुन्थ्यो। अनि दाउद राजा हरेक काममा विजय भएका थिए, आफ्नो दुश्मनहरूमाथि विजय भएका थिए। हालेलुया। अनि तपाईलाई म भन्न चाहन्छु,
तपाईँ आफ्नो शारीरिक युद्धमा, आत्मिक युद्धमा विजय हुन चाहनुहुन्छ भने तपाईको साथमा परमेश्वर हुनु पर्दछ। आमेन। तपाईलाई अर्को कुरा बताउन चाहे, सिम्सन यस्तो व्यक्ति हुन्, जबसम्म परमेश्वरको आत्मा सिम्सनसँग थियो, सिम्सनको जीवनमा परमेश्वर हुनुहुन्थ्यो, तब उनले बाघ भालुलाई पनि चर्या चुरुत पारेर फालिदिन्थे। हालेलुया। जतिसुकै दुश्मन उनीसँग लड्न आए तापनि सबैमाथि उनी विजय हुन्थे। सिम्सन, फलिस्तीहरू कतिचोटि उनीसँग लड्न आए तर सिम्सन नै विजय भए प्रियहरू। तर जब परमेश्वरको आत्मा सिम्सनबाट निस्केर जानुभयो, सिम्सनको जीवनबाट, अनि फलिस्तीहरूले सिम्सनको आँखा पुरै झिकिदिए, यसरी सिम्सनको मृत्यु भयो प्रियहरू। त्यसकारणले आज तपाईलाई म बताउन चाहन्छु प्रियहरू, यदि तपाईँ संसारमा हरेक काममा विजय हुन चाहनुहुन्छ भने तपाईको साथमा परमेश्वर हुनु पर्छै पर्छ। हालेलुया। होइन भने एकचोटि विजय हुनु होला, दुईचोटि विजय हुनु होला, तर अर्कोचोटि तपाईको विजय हुने छैन, तपाईको हार हुनेछ प्रियहरू। तर जब परमेश्वर तपाईको साथमा हुनुहुन्छ भने तपाईँ कहिल्यै पनि हार्नु हुने छैन, तपाईँ कहिल्यै पनि असफल हुनुहुने छैन प्रियहरू। किनभने तपाईलाई डोर्याउने प्रभु येशू तपाईको भित्र हुनुहुनेछ, जो संसारमा हुने भन्दा महान हुनुहुन्छ। आमेन। त्यसकारणले गर्दाखेरि आज हरेकलाई परमेश्वरको आवश्यक छ प्रियहरू। नोआको समयमा जुन जल प्रलय आयो नि, सबै मानिसहरू त्यो जल प्रलयको कारणले नष्ट भयो प्रियहरू, मरे सबैजना, तर नोआको परिवार मात्रै बाँच्यो। किन त भन्दाखेरि नोआसँग परमेश्वर हुनुहुन्थ्यो। हालेलुया। एकचोटि ताली बजाएर परमेश्वरलाई धन्यवाद दिनु। संसारको सबै मानिसहरू मर्दा पनि नोआको परिवार मरेन प्रियहरू। कारण एउटै छ, परमेश्वर नोआको साथमा हुनुहुन्थ्यो, नोआको परिवारमा परमेश्वर हुनुहुन्थ्यो। आमेन। त्यसकारणले आज हरेक मानिसलाई परमेश्वरको आवश्यक छ भनेर मैले भनेको हो। तपाईलाई पनि परमेश्वरको आवश्यक छ प्रियहरू। परमेश्वर चाहिन्छ प्रियहरू हामीलाई। यदि कसैले मलाई परमेश्वर चाहिन्न भन्छ भने एक दिन जब त्यो व्यक्ति यो संसारबाट बिदा भएर माथि जानेछ, त्यो बेला पनि परमेश्वरले भन्नुहुनेछ मलाई तिमी चाहिएन। त्यसकारणले आज हरेक मानिसलाई परमेश्वर चाहिन्छ प्रियहरू। जब यो पृथ्वीमा मानिसले म परमेश्वरलाई चिन्दिन भन्ने छ भने एक दिन परमेश्वरले भन्नुहुनेछ माथि म पनि तिमीलाई चिन्दिन। त्यसकारणले कहिल्यै पनि यस्तो कुराहरू नगर्नुहोस् मलाई परमेश्वर चाहिन्न भनेर। तपाईलाई परमेश्वर चाहिन्छै चाहिन्छ प्रियहरू। आज धेरै मान्छेहरूले भनेको हामी सुन्ने गर्छौँ, मलाई परमेश्वर चाहिन्न मलाई परमेश्वर। जब एक दिन यस्तो अवस्था आउँछ नि, हस्पिटलको बेडमा डाक्टरले पनि हात जोडिदिन्छ, अब हामी सक्दैनौँ तपाईँलाई। त्यो समय नि तपाईँलाई परमेश्वर चाहिन्छै चाहिन्छ प्रियहरू। त्यो बेला तपाईँको मुखबाट अरू केही पनि निस्किने छैन, हे परमेश्वर मलाई बचाउनुहोस्, त्यति मात्र तपाईँको मुखबाट निस्किनेछ। त्यस कारणले तपाईँलाई म भन्छु कि तपाईँलाई परमेश्वर चाहिन्छै चाहिन्छ, तपाईँलाई परमेश्वरको आवश्यक छ प्रियहरू। कहिले पनि नभन्नुहोस् मलाई परमेश्वर चाहिन्न भनेर। त्यो दिन आउँछ, हे परमेश्वर मलाई बचाउनुहोस्, अब तपाईँमा मात्रै आशा छ भन्ने दिन आउँछ प्रियहरू। त्यस कारणले गर्दाखेरि तपाईँ जहाँ भए तापनि, जस्तो परिस्थितिमा भए तापनि
मलाई परमेश्वर चाहिन्छ भन्नुपर्छ तपाईले। किनभने तपाईलाई बनाउने परमेश्वर हुनुहुन्छ। तपाईको जीवन परमेश्वरको हातमा छ। हालेलुया। त्यसकारण यस पृथ्वीमा हरेक मानिसलाई येशूको आवश्यक छ प्रिय। येशूको आवश्यक हुनुपर्छ प्रिय, किनकि उसलाई उसको पापबाट बचाउने येशू मात्रै हुनुहुन्छ। आमेन। उसलाई उसको पापबाट मुक्त गर्ने येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। त्यसकारणले गर्दाखेरि आज संसारमा जति पनि मानिसहरू छन् सबैलाई परमेश्वरको आवश्यक छ प्रिय। स्वर्ग लाने भनेको येशू ख्रीष्टले मात्रै हो मानिसलाई, अरू कसैले पनि लान सक्दैन प्रिय। तपाईलाई म भन्न चाहन्छु, आज तपाईलाई चाहिएको मुक्ति र उद्धार नै त्यो तपाईको हातमा छैन, परमेश्वरको हातमा छ। त्यसकारणले गर्दाखेरि तपाईलाई परमेश्वर चाहिन्छै चाहिन्छ। आमेन। आज मान्छेले जति पनि मुक्ति र उद्धार खोजिरहेको छ नि, संसारमा छैन त्यो मुक्ति र उद्धार प्रियहरू। येशूको हातमा छ, येशूसँग छ त्यो मुक्ति र उद्धार। अनि तपाईलाई येशू चाहिन्छै चाहिन्छ प्रिय। त्यसकारण मानिसलाई परमेश्वर चाहिन्छ, किनभने मानिसलाई मुक्ति र उद्धार चाहिएको छ नि। मुक्ति र उद्धार भनेको येशूसँग छ। हालेलुया। आज तपाईलाई चाहिएको आशिष नि तपाईसँग छैन, येशूसँग छ तपाईलाई चाहिएको आशिष। त्यसकारणले हामी बारम्बार भन्छौँ, हे परमेश्वर, हे प्रभु येशू, हामीलाई आशिष दिनुहोस्। आमेन। आज तपाईलाई चाहिएको शान्ति यदि तपाईँ खोज्नुहुन्छ भने संसारमा होइन तर येशूसँग छ प्रियहरू। तपाईसँग छैन त्यो शान्ति तर येशूसँग छ। त्यसकारणले तपाईलाई येशू चाहिन्छ प्रियहरू। हालेलुया। तपाईलाई चाहिएको सुरक्षा नि संसारमा छैन प्रियहरू, येशूसँग छ, परमेश्वरसँग छ तपाईलाई चाहिएको सुरक्षा। होइन भने आज संसारमा धनी धनी मानिसहरूको पैसा किन चोरी हुन्छ, ब्याङ्कहरू किन फुट्छ, सिक्रेट गार्ड हुँदा पनि मानिसले ब्याङ्कबाट पैसा चोरेर लगिदिन्छ। किन त भन्दाखेरि संसारमा सुरक्षा छैन मानिससँग, तर परमेश्वरसँग सुरक्षा छ प्रिय। परमेश्वरले तपाईलाई सुरक्षा दिन सक्नुहुन्छ। आमेन। उहाँले आफ्ना मानिसहरूलाई सुरक्षा दिनुहुन्छ प्रिय। त्यसकारणले आज हरेक मानिसलाई परमेश्वरको आवश्यक छ प्रिय। अनि फेरि पनि म तपाईलाई भन्न चाहन्छु, किन मानिसलाई परमेश्वरको आवश्यक छ त भन्दाखेरि परमेश्वरमा आशा छ क्या प्रिय। परमेश्वरमा सबै कुराहरू सम्भव छ प्रिय। त्यसकारणले गर्दाखेरि आज मानिसलाई परमेश्वरको आवश्यक छ प्रिय। यूहन्नाको पुस्तक 15 अध्यायमा यीशु प्रभुले के भन्नुभयो त भन्दाखेरि त्यहाँनिर मबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैन। म तिमीहरूमा र तिमीहरू ममा रह्यौ भने तिमीहरूले धेरै कुराहरू गर्न सक्छौ, तिमीहरूले धेरै फलहरू फलाउन सक्छौ भनेर यीशु प्रभुले यूहन्ना 15 अध्यायमा भन्नुभयो। त्यसकारणले गर्दाखेरि आज तपाईलाई यहाँ हुने प्रत्येकलाई परमेश्वरको आवश्यक छ प्रियहरू। अनि त्यो कुरालाई महसुस गरेर तपाईले परमेश्वरलाई पछ्याइरहनु भएको छ। हालेलुया। अनि परमेश्वर आज तपाईसँग हुनुहुन्छ प्रिय। यदि परमेश्वर कुनै व्यक्तिसँग हुनुहुन्न, संसारमा हुने कुनै पनि व्यक्तिसँग परमेश्वर हुनुहुन्न भने त्यो व्यक्ति असफल व्यक्ति हो प्रिय।
व्यक्ति गरिब व्यक्ति हो जोसँग परमेश्वर हुनुहुन्न। किनभने यो संसारमा आफूलाई बनाउने आफ्नो आत्मिक पितालाई नचिन्नु र नजान्नु त्योभन्दा ठुलो गरिबी संसारमा केही पनि छैन। त्यसकारण यदि कुनै व्यक्तिसँग परमेश्वर हुनुहुन्न भने त्यो असफल व्यक्ति हो। यो संसार त्यो गरिब व्यक्ति हो। तर यदि परमेश्वर तपाईसँग हुनुहुन्छ भने तपाईँ सबैभन्दा धनी व्यक्ति हो। हालेलुया। तपाईँ सफल व्यक्ति हो प्रियहरू। किनभने तपाईँलाई बनाउने तपाईँको परमेश्वर तपाईँसँग हुनुभएको कारणले गर्दाखेरि। दाउद राजाले भजन सङ्ग्रह 51 को 11 पदमा त्यो के भन्छन् त भन्दाखेरि दाउद राजाले, हे परमेश्वर तपाईँको पवित्र आत्मा मबाट नलैजानुहोस् भनेर दाउद राजाले भन्छ। किनभने उनले परमेश्वरलाई राम्रोसँग चिनेका थिए कि परमेश्वर को हुनुहुन्छ, परमेश्वर के गर्न सक्नुहुन्छ भन्ने दाउद राजालाई थाहा थियो। अनि उनले यो कुरा भन्दछन्, परमेश्वर बिना म केही पनि होइन भनेर उनले यो कुरा भने। त्यसकारण आज म तपाईँलाई भन्न चाहन्छु प्रिय, तपाईँलाई इन्करेज गर्न चाहन्छु, परमेश्वर तपाईँलाई चाहिन्छै चाहिन्छ। यदि जीवनको कुनै पनि यात्रामा तपाईँले जस्तो सुकै परिस्थितिहरू आए तापनि, सुख होला दुःख होला, कहिल्यै पनि नभन्नुहोस् मलाई परमेश्वर चाहिन्न भनेर। परमेश्वर चाहिन्छै चाहिन्छ। तपाईसँग परमेश्वर हुनु पर्छै पर्छ। आमेन। फेरि तपाईँलाई म अर्को कुरा बताउन चाहन्छु, ध्यान दिएर सुन्नुहोस्। मलाई परमेश्वर चाहिन्न भनेर कहिले पनि नभन्नुहोस्। तपाईँलाई लास्ट शब्द मैले भन्दैछु प्रियहरू, मलाई परमेश्वर चाहिन्न भनेर कहिल्यै पनि भुलेर पनि नभन्नुहोस्। जब तपाईँको शरीरमा बल सिद्धिन्छ नि, ताकत सिद्धिन्छ नि, त्यो बेला अवश्य पनि परमेश्वर चाहिन्छ प्रियहरू। जब संसारको सबै मान्छेले तपाईँलाई त्याग्नेछ नि, त्यो बेला तपाईँलाई परमेश्वर चाहिन्छ प्रियहरू। परमेश्वरको सहायता चाहिन्छ तपाईँलाई। त्यस कारणले गर्दाखेरि सधैँ मलाई परमेश्वरको आवश्यक छ भनेर हिँड्नुहोस्। म परमेश्वर बिना म केही पनि होइन, प्रभु तपाईँले नै मलाई अगुवाई गर्नुहोस्, तपाईँले नै मलाई डोर्याउनुहोस् भनेर हिँड्नुहोस् प्रियहरू। अनि जीवनको हरेक उचाइमा परमेश्वरले तपाईँलाई डोर्याउनु हुनेछ। हालेलुया।